यो चाहिँ बेलाङ टुको सिरान हो साथीहरू। यो हो पिँढी बास। अब हामी यहाँबाट उँभो जाँदैछौँ, दबाईको खोजीमा जाँदैछौँ। पिँढी बासदेखि उँभो जाँदैछौँ। यो खोलै खोला आयुर्वेदिकको खोजीमा जाँदैछौँ। खोलाको बाटो छोडेर अब उकालोतर्फ लाग्यो। यो चाहिँ हो साथीहरू डुम्री बोटे। यो उकालो ओ माथि डाँडामा जानेछौँ साथीहरू। घरदेखि माथि आइयो उकालोमा दम बढ्नु थालिगयो। पुरा भालाले घोचेको सुँगुर जस्तो फ्याँ हुन थालिहाल्यो। दबाई खोजी खानु साह्रो पर्यो साथीहरू। यसरी समाउँदै उकालो हिँड्नुपर्छ साथीहरू। दबाई खोजी खाँदा साह्रो पर्यो। दबाई खोज्नु त्यति सजिलो छैन साथीहरू। यहाँबाट लडी झऱ्यो भने त्यो तल भिर छ। यहाँबाट लड्यो भने चाहिँ घुरेर आउँदैन। ल साथीहरू एक पहिलेको बाटो हिँड्नु पर्ने रहेछ। बामे सर्दै हिँड्नु पर्ने रहेछ। पुरा चार पाउ टेकेर यस्तो बाटो भएर आउनु पर्ने रहेछ साथीहरू। उस्तै मान्छे बाटो हिँड्दैन मुटु कामेर। हाम्रो साथी यहाँ बसिरहेको छ। यस्तोमा टेकेर उकालो जानुपर्छ। देख्नु होला नि कस्तो ठाउँ रहेछ पछाडि। यस्तो तेर्सो लाग्यो। उकालो बाटो सकिँदैन अरे। यस्तो ताछिएको भिर छ। कताबाट झरौँ झऱ्यो भने त नसमाउने नटेक्ने बाटो भने यस्तो छ कि यही पाखा हो। ल हामी त्यहाँबाट आएको है साथी। पसिनाले पुरा मुखै धोइयो। अब चाहिँ उकालो हिँडाइ छ। गन्धे फुल भनेर भन्छौँ साथीहरू। तपाईँहरूकोतिर के नामले चिन्नुहुन्छ? आज हामीले खोज्दै आएको मेन दबाई चाहिँ यही हो है साथीहरू। यो दबाई सुगर र प्रेसर हाईलाई मात्रै जता भए पाइँदैन। यस्तै जस्तै अघिको बाटो हेरिदिनु होला र यो ठाउँमा आइपुग्नु भयो। हेर्नु ठाउँ कस्तो ठाउँमा हुन्छ कति अप्ठ्यारो छ। यो पनि मलाई थाहा थिएन। यो खाने मान्छेले मात्रै मलाई थाहा भयो। खोज्नु लाग्यो यसको जस्तै यस्तो हेराइले मैले पनि पत्ता लगाएको यसलाई। यो चिज हाम्रो 600 गरेर भएर चाहिँ मैले खोज्दाखेरि यो पत्ता लागेको क्या यसलाई। मैले हेर्नु मुस्किल कस्तो अकर्मा छ। तितो उहाँलाई चाहिँ दबाई टिप्दै हुनुहुन्छ है साथीहरू। हेलो साथीहरू, लासो फेफुला नमस्ते सबै दर्शकहरूलाई। साथीहरू आज चाहिँ हामी बेलाङीबाट माथि सागफारा जङ्गलतिर जाँदैछौँ साथीहरू। प्रेसर हाई र सुगरको लागि दबाई खोज्नु भनेर साथीहरू। बेलाङीबाट चाहिँ म एक्लै जाँदैछु। माथि पिँढी बासबाट एकजना साथी छ, ऊ र म जाने हो साथीहरू। त्यो दबाईको नाम हो गन्धे फुल भनेर भन्छौँ साथीहरू। तपाईँहरूकोतिर के नामले चिन्नुहुन्छ? प्रेसर हाई र सुगरको लागि चाहिँ साथीहरू एकदमै राम्रो काम गर्छ यसले। तपाईँहरूकोतिर नि यो दबाई पाउँछ भने चाहिँ साथीहरू तपाईँहरूले यो दबाई खान सक्नुहुनेछ साथीहरू। आज हामी यसकै खोजीमा माथि सागफारा जङ्गलतिर जाँदैछु। म चाहिँ अहिले बेलाङीमा छु साथीहरू। यो पछाडि देखिरहनु भएको छ यो तल बेलाङी क्याम्प हो साथीहरू। अब म चाहिँ यो बाटो हुँदै उँभो सागफारा जानेछु। लगभग 2-2.5 घन्टा जति हिँड्नु पर्ने हुन्छ साथीहरू। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ भनेको जस्तो सुनिँदैछ। अब हेरौँ साथीहरू। अब जे जसरी भए पनि त्यो दबाई भएको ठाउँमा पुगेर चाहिँ यो दबाई तपाईँहरूलाई हामी चिनाउने छौँ। अनि के कति टाइममा खानुपर्छ भनेर चाहिँ साथीहरू भिडियोको लास्टमा हुनेछ साथीहरू। तपाईँहरू यो भिडियो हेर्दै गर्नुहोस्। अनि साथीहरू यो भिडियो सक्दो सेयर गरिदिनु होला। अनि साथीहरू हामी त्यसकै लागि चाहिँ साथीहरू आज हामी जाँदैछौँ साथीहरू है त। साथीहरू यो भिडियो तपाईँहरू हेरेर इन्जोय गर्दै गर्नुहोस् साथीहरू। यो हो बेलाङी, यो हो पानी मिसिन। यो चाहिँ बेलाङी टुको सिरान हो। हाम्रो घर यता तल छ साथीहरू। यो हो पिँढी बास। अब हामी यहाँबाट उँभो जाँदैछौँ। आज 3 जना छौँ। एकजना कुकुरसँग। आज चाहिँ हामी 2 जना छौँ र हामी चाहिँ दबाईको खोजीमा जाँदैछौँ
साथीहरू यो भिडियो तपाईँहरूले हेर्दै गर्नु होला। अहिले चाहिँ साथीहरू हामी पिँढी बासदेखि उँभो जाँदैछौँ। यो खोलै खोला यहाँ ब्याकग्राउन्डमा यहाँ तपाईँहरूले देखिरहनु भएको छ माओ खोला बगिरहेको छ। यो खोलै खोला हामी उँभो जाँदैछौँ पिँढी बासबाट। म चाहिँ बेलडाङ्गीबाट आएको अनि हाम्रो उहाँ एकजना अगाडि जाँदै हुनुहुन्छ साथी शुक्रजी। अनि उहाँसँग चाहिँ हामी अहिले दबाई खोज्नु भनेर जाँदैछौँ आयुर्वेदिक। त्यो दबाईको सबै जानकारी चाहिँ उहाँलाई थाहा छ अनि यो भिडियोको लास्टमा उहाँले सबै कुराहरू जानकारी दिनुहुनेछ। हामी दुईजना छौँ, साथमा पछाडि कुकुर पनि छ। तिनजना भएर चाहिँ आज आयुर्वेदिकको खोजीमा जाँदैछौँ। 1.5 घन्टा चाहिँ हिँडेरै जानुपर्ने रहेछ। पेलेरै जानुपर्ने। अब यहाँ मास्तिरसम्म चाहिँ खोलै खोला गएर खोलादेखि अनि उँभो उकालो जानेछौँ। उकालो गएर चाहिँ साथीहरू बल्ल त्यो दबाई भएकोमा पुगिनेछ। अहिले हामी खोलै खोला जाँदैछौँ। यहाँ अगाडि ठुलो ढुङ्गा छ। 2-3 मिनट मासतिरबाट चाहिँ हामी उकालो चढ्नेछौँ। यो खोलाको नि माछा अस्ति खाइयो, साह्रै मिठो भएको थियो। हामी जाँदैछौँ खोलै खोला मासतिर आइपुग्न लाग्यो। खोलै खोला अलिकति मासतिर आएर अब दबाई खोज्नको लागि चाहिँ उकालो चढ्यो है। अब खोला छोड्यो, खोलाको बाटो छोडेर अब उकालोतर्फ लाग्यो साथीहरू। उकालो लाग्यो, खोला पछाडि छोड्यो तल, हामी चाहिँ अब उकालो चढ्यो। अब यहाँ 2टा घर आउँछ। मासतिर 2टा घर छ। अगाडि घर आयो एउटा। घर आयो त्यो नम्बरी जग्गा हो यो नम्बरी जग्गा हो। मकै रोपेको रहेछ। यो चाहिँ हो साथीहरू डुम्री बोटे। अब हामी यहाँ एकछिन बसेर अनि त्यहाँदेखि फेरि उकालो जानेछौँ। खाना चाहिँ ढिलो त ऊ त आएन नि, अनि गयो न आएन नि। ए यो नै इतिमे छ हौ उनकालाई यंगा भन्छ उनकालाई ओडै थानमा टंगो सला अनि सामानहरू निकालेर आउँ है भनेको आएन, के भयो। हामी खोलादेखि यहाँ माथि आइपुग्यो। अहिले निप्टे दाईको घर यहाँ तल छ, बाख्राको गोठो माथि छ। अनि हामी दबाई खोज्नु फेरि उँभो जानेछौँ साथीहरू। 1.5 घन्टा जति लाग्छ साथीहरू यो उकालोको बाटो। यो उकालो ओ माथि त्यो डाँडामा जानेछौँ साथीहरू। 1.5 घन्टा चाहिँ साथीहरू यो उकालो हामी हिँडेर जानेछौँ। यो ठुलो सिमलको रुख हो साथीहरू। घरदेखि फेरि हामी उकालो चढ्यो है। अब चाहिँ जस्तो घरदेखि माथि आइयो उकालोमा दम बढ्नु थालिगयो। पुरा भालाले घोचेको सुँगुर जस्तो फ्याँ हुन थालिहाल्यो। एकजना साथी अगाडि, म चाहिँ यता पछि जाँदैछु। बाटो चाहिँ यस्तो खतरा रहेछ यो। दबाई खानुलाई साह्रो पर्यो।
दबाई खोजी खानु साह्रो पर्यो साथीहरू। बर्खामा त चिप्लेर त यहाँबाट लडेको तल मा खोलाको खोल्सीमै पुग्ने रहेछ। ल हेर्नुहोस् त साथीहरू कति भिड छ। ओ तल खोला पनि देखिरहेको छ। बाटो यस्तो छ। यसरी समाउँदै उकालो हिँड्नुपर्छ साथीहरू। बाटो यस्तो छ साथीहरू। ल हेर्नुहोस् त दबाई खोजी खाँदै साह्रो पर्यो। दबाई खोज्नु त्यति सजिलो छैन साथीहरू। यहाँबाट लडी झऱ्यो भने कुकुर बसेछ। यहाँ उभिरहनु भएको छ। मान्छे यहाँबाट हिँड्दैछ। यस्तो तल भिड छ। बाटो यही हो। मेरो खुट्टा यहीँ छ। यहीँबाट यस्तो भिड छ कि तल। ल हेर्नुहोस् त साथीहरू यहाँबाट लड्यो भने चाहिँ घुरेर आउँदैन। ल साथीहरू बाटो यस्तो छ। यता आउँदो यस्तो भिड छ है। हेर्नुहोस् त यो तल। ल हेर्नुहोस् साथीहरू यता आउँदो भिड। ओ पारी सब डाँडा काँडा। यो बाटो भएर आउनु पर्ने रहेछ साथीहरू। यो दबाई खोजी खानु चाहिँ यति सजिलो छैन। यो दबाई खोजी खानु चाहिँ यहाँ एक पहिलेको बाटो हिँड्नु पर्ने रहेछ। बामे सर्दै हिँड्नु पर्ने रहेछ पुरा 4 पाउ टेकेर। ल साथीहरू ल यस्तो बाटो भएर आउनु पर्ने रहेछ साथीहरू। ल हेर्नुहोस् है साथी पछाडि भिड कस्तो रहेछ। उस्तै मान्छे बाटो हिँड्दैन मुटु कामेर। हाम्रो साथी यहाँ बसिरहेको छ। बाटो यही हो। यस्तोमा टेकेर उकालो जानुपर्छ। पुग्नुपर्ने धेरै माथि छ। ल है दर्शक बिनहरू ल हेरिहाल्नुहोस्। यहाँको बाटो यहाँ कति देखाइदिन्छ ल यो चाहिँ यो खोक्रा खाप्नेहरू। ल यो हेर्नुहोस् त साथीहरू। ल मान्छे हो उँधो भिड छ। पुरा यस्तो ताछिएको भिड छ यहाँ। न त केही समाउने छ। यहाँबाट सिधै लडी झऱ्यो भने तल पुग्छ। तल सिधा खोल्सीमा। ल हेर्नुहोस् है साथीहरू बाटो यस्तो छ। ल देखिहाल्नु भयो होला साथीहरू। यो पनि त्यही बाटो यसरी समाउँदै हिँड्नु पर्ने छ। देख्नु भयो होला कस्तो ठाउँ रहेछ पछाडि। लडी झऱ्यो भने कहाँ पुग्छ भन्ने कुरा चाहिँ त्यो लड्नेलाई मात्रै थाहा हुन्छ। भिड चाहिँ यही हो। बाटो त्यही हो। यता पनि भिड यता पनि भिड। बिचको सानो बाटो हिँड्नु पर्ने रहेछ। साथीहरू उकालो छोडेर उता तेर्सो लाग्यो। उकालो बाटो सकिँदैन अरे। यस्तो ताछिएको भिड छ यता आउँदो। ल साथीहरू ल हेरौँ है। एउटा कताबाट झरौँ। चिप्ली झऱ्यो भने त नसमाउने नटेक्ने।
ल साथीहरू बाटो भने यस्तो छ कि यही पाखा हो। ल हेर्नुहोस् त हामी ओ त्यहाँबाट आएको है साथीहरू, त्यहाँबाट यता आएको यो बाटो हुँदै यहाँबाट यहाँ अब यसै जानुपर्ने है साथीहरू। हेऱ्यो भने छङ्गाछुर छ, जङ्गलै जङ्गल हो। पसिनाले पुरा मुखै धोइयो अब चाहिँ। उकालो उकालो हिँडाइ छ। पसिन र पसिन भयो उकालो हिँडाइले। अब रिसक्यो साथीहरू आज हामीले खोज्दै आएको स्टार्टिङ मेन दबाई चाहिँ यही हो है साथीहरू। स्टार्टिङ यो दबाई राम्रै तपाईँहरूको गाउँतिर छ कि छैन, चिन्नुहुन्छ कि हुँदैन, चिन्नु हुँदैन भने नि यो हेरेर यसो पत्तो लगाउनुहोस्। यो दबाईले काम गर्ने भनेको सुगर र प्रेसर हाईलाई मात्रै खाने भनेको यसको 3 चोटि हो। एक कोसा दबाईले खानु पर्यो दिनको 3 टाइम। 3 टाइम। ल चिज यही हो। यो दबाईलाई चाहिँ गन्धे फुल भनेर चिन्छौँ साथीहरू। यो जताभाइ पाइँदैन, यस्तै जस्तै अघिको बाटो हेरिदिनु होला र यो ठाउँमा आइपुग्नु पर्यो। हेर्नु ठाउँ कस्तो ठाउँमा हुन्छ कति अप्ठ्यारो छ, सबै डाँडै डाँडा हो साथीहरू। भिरै भिरै हेर्नुहोस् त साथीहरू कति भिड रहेछ। लगभग 1.5 घन्टा जति उकालो हिँड्ने होला। दबाई यही हो साथीहरू। प्रेसर हाईलाई चाहिँ एकदम काम गर्छ र सुगरलाई। यो मैले 2-3 ठाउँ आयुर्वेदिकमा गएर सोधेँ कि छैन, यो खालको भेटिनँ, पाउँदैन। यो पनि मलाई थाहा थिएन, यो खाने मान्छेले मात्रै मलाई थाहा भयो। खोज्नु लाग्यो यसको जस्तै यस्तो हेराइले मैले पनि पत्ता लगाएको यसलाई। खाने मान्छेले चाहिँ तपाईँलाई जानकारी गरेर मैले पनि यसलाई हेरेको। यसको एउटा जस्तै एउटा यो सेम्पू दियो र यस कारणले गर्दा यो चिज हाम्रोमा छ जस्तो भएर चाहिँ मैले खोज्दाखेरि यो पत्ता लागेको क्या यसलाई मैले। तर यो भेट्नु मुस्किल, कस्तो अकर्मा छ। अघि हामी आएको ठाउँ त तपाईँहरूले हेरिहाल्नु भयो होला। अब उस्तै नहिँड्ने मान्छे चाहिँ त्यो बाटो आउँदैन, घुरेर उँधै जान्छ। अब टिप्ने भनेको यसरी हो, अनि यसरी खाने हो। पक्कै एउटा दाना हानिदिने हो यसरी पक पक। तितो हुन्छ। म पनि एउटा खानु पर्यो। एउटा लिउँ त। यो चिरेटो खानु सक्नेले सकिन्छ, नभए सक्दैन। साथीहरू उहाँले एउटा खानुभयो, अब म पनि एउटा खाएर देखाउँछु है तपाईँहरूलाई। अब यति भन्दा हाम्रो बन्द गरेर हामी दबाईमा लागौँ होला। लागौँ। तितो उहाँले चाहिँ दबाई टिप्दै हुनुहुन्छ है साथीहरू। जान्नेलाई घुरेनभरि दबाई छ। र सिजन चाहिँ जानु सक्छ होइन, भएको छ भने राखिराख्नुपर्छ। जान्नेलाई त दर्शकबिनहरू दबाई त जङ्गलैभरि भेट्दो रहेछ। तपाईँहरूकोतिर चाहिँ पाउँछ पाउँदैन साथीहरू, यदि पाएर चिन्नु भयो भने चाहिँ साथीहरू युज गर्दा हुन्छ। टिपेर यो खाँदा हुन्छ है तपाईँहरूले पनि। ठिक्क तराईतिर नि होइन, उँभो भन्दाखेरि उँभो पाहाडतिर पनि होइन, ठिक्क बिच भागतिर चाहिँ उयो हुँदो रहेछ। सुगर बिराम छ भने चाहिँ यो दबाई अझै मागिरहेको छ पर ममैमा। अब बाटो पनि लामो छ होइन त, बाटो लामो छ, भिड पाराको बाटो हो। साथीहरू यो भिडियो हेरेर सक्दो सेयर गरिदिनुहोस्। यो एकदम र यो चाहिँ सबैलाई आवश्यक पर्छ यो दबाई भन्ने कुरा चाहिँ।
यो भिडियो सक्दो सेयर गरिदिनुहोस् ताकि तपाईँको आफ्नो आफन्त साथीभाइहरू सबैको हात हातमा पुगोस्। अब यसको पत्ता चाहिँ छैन, फुल मात्रै छ। टाइम सेयर मात्रै यसको टिप्ने टाइम चाहिँ ठिकै यतिखेर चैत वैशाखतिरै हुँदो रहेछ होइन? जेठमा नि हुन्छ होला कि हुँदैन? हुँदैन। ए चैत्र वैशाख मात्रै। यो झ्यापै फुल्ने झ्यापै पत्ता झरिजान्छ। ए अनि यसको फुल चाहिँ त्यो अलिक काँचो हेर्दा चाहिँ तपाईँको अलिक हरियो कलर हुन्छ नि। अब 2-3 आइटमको हुन्छ यसको धर्का। जस्तै यो फुर्का फुर्का छ नि, यता सेतो छ नि, यता अलिक अर्को कलर हुन्छ, यता अलिक अर्को कलर हुन्छ काँचोमा है। अनि यो चाहिँ अब एकै रङै भयो, सुकेपछि एकै रङै हुने। दर्शक बिनहरू हेर्दा चाहिँ केही जस्तो देखिँदैन, तर यसको गुण भन्ने धेरै राम्रो छ है साथीहरू। यो अरूलाई थाहा नछ नि, यो कसैलाई सुकेर त्यत्तिकै खेरो गइरहेको छ। दबाई खाने मान्छे नभएर चिनेको भए पो खानु। अब मैले चिनेको थिइनँ, अलपत्रै भइरहेछ। यहाँ अलपत्रै छ दबाई। अब यसको डेट पनि सकिनु लागेको छ साथीहरू। यो चैतभरि मात्रै अरे, चैतदेखि उता चाहिँ यसको फुल पाइँदैन अरे। यस्तो घाममा चिन्द्र पसिन हुँदै 1-1.5 घन्टाको उकालो हिँडेर हामीले तपाईँहरूको लागि यो दबाईको लागि हामीले भिडियो बनाएको हौँ साथीहरू। यतिको लागि भिडियो बनाउनुलाई कम्ता दुःख भयो साथीहरू, झन् हाफ बेला नि लाग्यो। हाफ बेला त बढी भयो। दबाई त छ धेरै नि, तर अझ थोरै टिप्यो। यो जस्तो अब यो छ नि, यसलाई लगेर तल टकटकाउने क्या, यो झर्छ नि त। अब उम्रिनु पर्ने हो नि त, छैन उम्रिँदैन। यो भिरपाखामा हुने चिज भिरपाखै चाहिने रहेछ। ल साथीहरू, अहिले चाहिँ हामी सिस्नेको न्यु कटिङ बाटो हुँदै घरतिर घुर्दैछौँ।